लु हामी अब करिब 4-5 महिनाकै अन्तरालपछि अब हामी फेरि स्टुडियोमा आएका छौँ। यो स्टुडियोमा सुरुमा अब अलिअलि यो साफसफाइ गरियो। यस्तो धुले लागेको जति तलपट्टि खासै साफसफाइ गर्नु परेन। माथि त यो यस्ताको यस्तै रहेछ। यो मैले पहिले दीर्घकालीन हितको मध्यनजर गर्दै यो गराएको थिएँ। अब कुर्ची चाहिँ गायब रहेछ। यहाँ हेर्नु, गायब फेरि घरै चप्पै लैभ्याएका रहेछन्। अब 4-5 महिनाको दौरानमा नर्मली नआएको देखेपछि अब त्यो भइहाल्छ। अब कुर्ची फिर्ता ल्याएँ। अब नयाँ झोला सहित आएको छु। पहिला आउँदाखेरि झोला थोत्रो थियो। अनि त्यसपछि अब यही छ। अब अहिलेको अपडेट यहाँ नयाँ पाइप थपिएछ। एउटा नयाँ पाइप थपिएछ। अब यो बेला बेलामा हेर्न आउनु पर्ने हो। म अब छोडेपछि चटक्कै बिर्सिएँ यो ठाउँलाई। अब यहाँ ट्र्याक्टर आयो भने त त्यहाँ हुन्छ है। ल राखियो है। अब एउटा रेकर्ड हान्न आइएछ। धेरै पछि एउटा स्टोरी छ, रेकर्ड गरौँ। त्यसपछि हुन्छ है त। ल